अनौठो मान्छेहरू, नबुझिने भाषा अनि दिनभरिको थकाइ बिर्साउने एउटा नयाँ सहर। होचिमिनको यो रातले हामीलाई एउटा छुट्टै कथा सुनाउन खोज्दै थियो। नयाँ गल्ली, नौला पाइलाहरू अनि उही पुरानो साथ। रात ढल्दै गएपछि जिउस लिभिङको कोठाबाट हामी बाहिर निस्क्यौँ। उता ब्याङ्ककको कोलाहल छाडेर आएका हामी यता होचिमिनको सडकमा पुग्दा अर्कै सहरमा पाइला टेकेको आभास भयो। यहाँका सडकहरूमा आफ्नै प्रकारको अराजकता छ। न कुनै ट्राफिक लाइट मान्ने चलन छ, न कसैलाई रोकिने फुर्सद नै। मानिसहरू भन्छन् भियतनामका सडक पार गर्नु भनेको आँखा चिम्लेर विश्वासको परीक्षा दिनु जस्तै हो। तर जब सडकका सुन्दर लाइटहरू र क्रिसमसको पूर्व सन्ध्यामा सिँगारिएका भवनहरू देखिन्छन्, तब यो भिडभाड पनि एउटा मिठो सङ्गीत जस्तो लाग्ने रहेछ। सहरसँग जोडिन सबैभन्दा पहिला एउटा सिम कार्डको आवश्यकता पर्छ, जसको लागि हामी भेटतेलको अफिस पुग्यौँ। नेपालमा जस्तै लामो लाइनमा उभिनुको सट्टा क्युआर कोड स्क्यान गरेर डिटेल्स भर्ने र आफ्नो पालो पर्खने तरिका निकै सजिलो लाग्यो। तर नौलो ठाउँमा कुनै पनि काम गर्दा च्यालेन्जेस बिना कहाँ सम्भव हुन्छ र? काउन्टरमा पुगेपछि थाहा भयो उनीहरू क्यास मात्र स्वीकार गर्दा रहेछन्। वरपरको एटिएम खोज्दै जाँदा हामी एमबी ब्याङ्कको एटिएम पुग्यौँ। मैले भर्खर कति निकाल्छ थाहा? कति? 50 लाख। साँच्चैको हो कि? 27,000 नेपाली रुपैयाँ जित्दा आफू 50 लाखको मालिक भए जस्तो लाग्ने यो भियतनामिज करेन्सीको जादु पनि बेग्लै छ। मानौ कुनै ठुलो जग्गाको कारोबार गर्न हिँडेको जस्तो। अफिस बन्द होला भन्ने डरले हामी दौडदै फर्क्यौँ र अन्ततः सिम कार्ड लिन सफल भयौँ। एयरपोर्टमा भन्दा यहाँ सिम किन्दा धेरै सस्तो पर्ने रहेछ अनि सजिलो पनि। यतैको स्टाफहरूले मोबाइलमा सिम सेटअप गरिदिनु भएकोले हामीले गुगल ट्रान्सलेट गरेर सेटअप गर्ने झन्झट नै भएन। अफिसबाट ठ्याक्कै 3 घर यता बान्मी पाइने पसल भेटियो। 160 रुपियाँ जतिको यो स्थानीय आइटम रेडी पार्दै गर्दा पसलेको मुस्कानमा एउटा अलग्गै न्यानोपन देखिन्थ्यो। नयाँ देशमा भाषा नमिले पनि भावना चाहिँ पक्कै मिल्ने रहेछ। रात परिसकेको थियो, तर गर्मी भने दिउँसोको 12 बजेको जस्तै थियो। राति त यस्तो गर्मी छ, भोलि दिउँसो कसरी निस्कने होला भन्ने सोच्दै थियौँ। ठ्याक्क बान्मी आइपुग्यो। बान्मी खाइसकेपछि पैसा तिर्ने बेला अलिक कन्फ्युजन भयो। थाइल्यान्डको 100 को नोट र यताको 50,000 को नोट उस्तै देखिने रहेछ। तर भियतनामका मान्छेहरू कति मिजासिलो र दयालु हुँदा रहेछन्। उहाँहरूले हामीलाई फ्री ड्रिङ्क पनि अफर गर्नुभयो। उहाँहरूको आत्मीयताले हाम्रो मनै छोयो। हामी अब कन्भिनियन्स स्टोर खोज्न थाल्यौँ। म्यापमा नजिकै सर्कल के छ भनेर देखाएपछि हामी त्यतैतिर लाग्यौँ। नयाँ सहरका यी अल्मलाउने बाटाहरू म प्राय भुल्ने गर्छु, तर उसले भने सहरका हरेक मोडहरू, गल्लीहरू आफ्नो स्मृतिमा सजाएर राख्छ। त्यसैले त उसको हात समाएपछि म आँखा चिम्लेर पनि संसारको जुनसुकै कुनामा निर्धक्कसँग हिँड्न सक्छु। होटेलको ओछ्यानमा नोटहरू फिजारेर हामी करेन्सीसँग फ्यामिलियर हुने प्रयास गर्दै थियौँ। यतिकैमा म कति बेला निधाएछु कुनी, तर ऊ भने 11 बजेतिर भियतनामिज डिस अर्डर गरेर खाँदै थियो। स्मेल अलि डिफ्रेन्ट थियो, स्वाद अलि वियर्ड थियो, तर यात्रा नयाँ अनुभव सङ्घाल्न के लागि त गरिन्छ नि, होइन र? होचिमिन सिटीको यो पहिलो रात अनगिन्ती मिठा अनुभवहरूसँगै बित्यो। नयाँ सहर, नयाँ गल्ली अनि मेरो जीवनको यो नौलो अध्यायमा भोलि के कस्तो कथाहरू कोरिएलान् थाहा पाउन हामीसँगै जोडिनुहोला। त्यतिन्जेलका लागि शुभरात्रि।